नमस्ते, गुड इभिनिङ। म चाहिँ अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छु र यहाँबाट न्युयोर्कतर्फ जाँदैछु। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर लाइनमा एकदमै भिडभाड देखिरहेको छु। यति बेलामा रातिको समय छ। धेरै महानुभावहरू चाहिँ विदेशतर्फ लाग्नुभएको जस्तो बुझिएको छ। यो चाहिँ क्याथे पेसिफिक एयरलाइन्सको चेक इन काउन्टरमा लागेको लाइन हो। म अलिक पछाडि नै परेको छु। यति बेला धेरै महानुभावहरू मभन्दा अगाडि नै लाइनमा देखिनुहुन्छ। क्याथे पेसिफिक काठमाडौँ हङकङ हुँदै त्यहाँबाट चाहिँ न्युयोर्कतर्फ जाने मेरो फ्लाइट छ। म चाहिँ इमिग्रेसनको काम सकाएर बोर्डिङको लागि अगाडि बढिरहेको छु। काठमाडौँबाट रातको 11 बजे सुरु भएको क्याथे पेसिफिकको CX0640 नम्बरको यो उडान करिब 4 घण्टा 45 मिनट उडान पश्चात हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा गई अवतरण गर्नेछ। हङकङ विमानस्थलमा ओर्लिए पश्चात ट्रान्सफर हुने प्यासेन्जरको लागि जाने ठाउँतर्फ म अगाडि बढेँ र आवश्यक प्रशासनिक प्रक्रिया सेक्युरिटी क्लियरेन्सको कामहरू सकेपछि म चाहिँ आफ्नो अर्को फ्लाइटको प्रतीक्षाको लागि आफू जानुपर्ने गेटतर्फ लागेँ र सँगसँगै हङकङको यो विमानस्थलको दृश्यावलोकनहरू पनि गरेँ। हङकङ एयरपोर्टमा करिब 3 घण्टाको ट्रान्जिटपछि अब मेरो सेकेन्ड फ्लाइटको पालो आएको छ र सेकेन्ड फ्लाइट न्युयोर्कतर्फ करिब 16 घण्टा 5 मिनटको उडान रहनेछ भने फ्लाइट नम्बर रहेको छ CX0830 र अबको 16 घण्टापछि म न्युयोर्क स्थित जोन एफ केनेडी विमानस्थलमा अवतरण गर्नेछु। काठमाडौँदेखि हङकङ हुँदै न्युयोर्कसम्मको यात्रालाई मैले भिडियोमा कैद गरी यहाँहरू समक्ष प्रस्तुत गर्ने प्रयास गरेँ र मेरो युएसए भिजिटको भिडियोहरू सम्भव भएसम्म बनाएर पोस्ट गर्ने प्रयास गर्नेछु। कृपया मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला, लाइक सेयर पनि गर्नुहोला र अर्को भिडियोमा पुनः भेट्ने बाचा गर्दै अहिलेलाई बिदा हुन्छु। नमस्ते।